साइड लक त म अलिक काटे हो भयो मिल्दैन नि त म भयो मेरो पनि भएन भइसक्यो त बोल्यो के भन्ने नेपालीमा कि इङ्ग्लिसमा नर्मल नेपालीमा सजिलो हुन्छ एउटाबाट निकाल्दै गरौँ त्यसो भए मेरो पहिला होइन एउटा निकाल त एउटा आइटम निकाल म एउटा आइटम निकाल्छु त्यसो गर्ने के भन्ने रे We are doing Sheen Hall. Sheen Hall time. Voice over गर्छस् कि नर्मलै गर्ने नर्मलै एउटा देखाउँ न त नाम नाम होइन सिनको देखाउँ Sheen Hall time. म फर्स्ट देखाएँ नि ल ओपन गर्छु त फर्स्ट मैले ओपन गर्ने होइन एउटा आफू अस्ति नै खोल्न मन लाग्यो मैले एउटा आइटम निकालेँ त त्यो मेरो फर्स्ट आइटम हो मेरो फेभरेट कलर रहेछ फर्स्ट यो चाहिँ टप अल्टरवाला टप राम्रो देख्छ सेक्सी रहेछ अरे स्ट्रेचेबल रहेछ त्यो बडी फिटिङ हुन्छ राम्रो लाग्यो भाइ मेरो कलर नि मन पनि कलर रहेछ ल एउटा आइटम लाग्थ्यो यो चाहिँ मैले अघि नै सोचेँ तसँग छैन अरे होइन के होला तसँग छैन भनेको काममा लाउनलाई पछाडि बोल्छ कि काममा लाउला भनेर सोचेर नि तैँले अर्डर गरेर होला राम्रो छ कि नाइस पिङ्क कलर बेबी पिङ्क रहेछ त पिङ्क र वाइट पिङ्क रहेछ राम्रो मैले पिङ्क लिइदिएको ठिकै भयो काममा लाउनलाई राम्रै हुन्छ किनभने मैले क्याप लाउँथेँ तिम्रो पालो अब नेक्स्ट छ मेरो उयो देख्छु यो चाहिँ आई गेस बटम हो बटम फ्लेयरवाला प्यान्ट तर स्ट्रेचेबल हो यो पनि मैले किन्ने फ्लेयरवाला भनेर सोचिरहेको थिएँ तर मैले कहिले नै किनेन कि यो त तर यो चाहिँ मैले आई मिन मसँग पनि छ त्यही भएर मलाई यो राम्रो लाग्यो त्यो तँलाई ब्ल्याकमै भयो नि त म कस्तो टल देख्छ जस्तो लागेर म नकिनेर कि हो अब ट्राई त खान्छ तर राम्रो चाहिँ राम्रै छ क्वालिटी राम्रो रहेछ है मैले यस्तैमा किनेको थिएँ त्यही भएर यो चाहिँ तल सोचेर देखाउने कामको लागि पनि हुन्छ बाहिर गयो नि मोस्टली चाहिँ काममै हुन्छ यो ब्ल्याक कलर त मस्तै देखाउँछ म पहिला सानो देखाउँछु ल छ तसँग यो छैन अघिबाट चलाएर बसेको हेर तेरोमा चार्ज किन आएन त होइन आयो नि ए चार्जर पनि छैन त ए यहाँ ए चार्जिङ पोर्ट छ त्यो चार्जर चाहिँ छैन ए यो सामसङको चार्जर हुन्छ नि टाइप के भन्छ तर थाहा भएन टाइप छैन होला नि किन छैन होला त्यस्तो भएर यसमा पोर्टेबल मिस भयो जस्तो छैन चार्जर मेरोमा थियो चार्जर मसँग अर्को छ कि म हेरिदिन्छु फेरि मेरो अर्को आइफोनको चार्जर छैन होइन तसँग यो यो पनि पिङ्क सबै पिङ्क भएछ अनि तेरो अर्को के हो ए अब टप बटम भयो मेरो छैन सुज अनि त्यो पनि मेरो size फ्ल्याटर हो? लाउँछ नि त ब्ल्याकै लिँदैन फ्ल्याटर ल्याउँछ ब्ल्याक सुट गर्छ भनेर सायद अनि यो डिजाइन चाहिँ मलाई मन पऱ्यो राम्रो छ है यो पनि तर ठिक हुन्छ होला त्यही साइजमा एक अलिकति ठुलो भएछ हो तैँले 9 पोइन्ट कति भन्थ्यो त्यही भएर गर्न त मैले अलिक ठुलो अलिक ठुलो छ तर के हुनु हो अगाडि खुम्चिँदैन नि त राम्रो है मेरो सिरियली आइसक्यो टप बटन जुत्ता मेरो पालो होइन म सानो देखाउँछु ल पहिला ल मेरो अब चाहिँ सानो होला ठुल्ठुलो सक्यो मेरो टपमै त्यो थियो क्या फेरि यो चाहिँ तैँले लाउँछ लाउँदैन थाहा होइन के हो यो तेरो कपाल लामो छ भनेर मैले बोकिदिएँ तेरो कपाल लामो छ भनेर मैले यो बोकेँ तपाईँको रेड रेड आएछ
ब्राइट वाला सर अर्कै रेड आएछ मरुन कलर थियो किन तल सिङको तल होला समहरूलाई सोध्न त्यो राम्रो छ राम्रो छ है कपाल बाँधेर अनि कपालको तल माथि रेड चाहिँ भने मैले रेड लिइदिएको राम्रो छ यो चाहिँ रेड आएछ यो पनि पिङ्क लिनु पर्ने रहेछ सबै पिङ्की पिङ्की त्यो भए मेरो पालि हो मेरो सानो यो चाहिँ के हो ए यो रबरको प्याकेट हो कहिले कहिले यसरी आधी मात्र हातमा चाहिँ बाँध्छ नि त त्यस्तोको लागि सानोवाला रबर तर बोवाला क्युटवाला तर यो कतिवटा प्याकेटवाला रहेछ त्यो मैले बिर्सेँ कति पिस छ चाहिँ तर सानोवाला बोवाला काममा जाँदाखेरि मात्रै टक्क बाँध्नु लाग्यो थ्याङ्क्स अब मन चाहिँ यो पनि तैँले युज गर्छै गर्दैन थाहा छैन के हो यो यो मैले एकचोटि यहाँ किनेर राखेको थिएँ नि कपाल छोडेर कल गरेर ए बाट्यो भने पनि हुन्छ होला अनि बाटेर बिच बिचमा लाग्दा नि भयो यस्तो क्या हामीले कालो बस्यो र त दुवै जानु आउनु पऱ्यो नि अब त देखिन्छ यो अब त युज गर्छै गर्दैन थाहा छैन तर लाउने चाहिँ कसरी गर्ने पिन रहेछ होइन पछि हेरौँला अनि यो चाहिँ के हो भने तैँले कपाल बाट्दाखेरि यो पनि राखेर बाट्ने कि ए कपालमा यसरी बाट्ने लाछा जस्तो ए कलवाला हो नि त त्यो मैले चारवटा चाहिँ मलाई पनि दुइटा लिएको मेरो पाली हो यार मेरो पनि बाँकी छ यो चाहिँ इयरिङ देखिन त हौ हुन्छ है म तैँले वाइट नै लाउँछ नि त सिल्भर र वाइट त्यही भएर मैले सिल्भर इयरिङ लगाइरहेको कस्तो राम्रो लाग्यो इयरिङ राम्रो छ क्युट रहेछ है अर्कै वाइटमा वाइट पर्सन हो नि त सिल्भर निकालेर यो बाँकी यो पनि वाइट तैँले अस्ति वाइट टी सर्ट लिएको के भयो भन्नु थियो वाइट टी सर्ट वाइट टी सर्ट लिएको के भयो भन्नु थियो मैले योवाला लिएको खोइ कस्तो राम्रो छ तेरो साइजको लगाएर हेरौँ भनेपछि तर मेरो साइजको होला ठिकै हुन्छ स्ट्रेचेबल रहेछ नि त अलिकति ए तैँले स्ट्रेचेबल छ भनेको थिएन ब्ल्याक र वाइटमा थियो वाइट भयो त्यो भयो राम्रो रहेछ ल मैले सोल बिर्सिसकेको थिएँ होला क्या यो चाहिँ यो पनि सानो क्लिप हो यो चाहिँ सानो क्लिप तर फ्लावर डिजाइनमा डिफ्रेन्ट डिजाइन रहेछ यो चाहिँ तेरो लागि लिइदिएको म किन हाफ गर्ने डिफ्रेन्ट साइजको क्लिप के राम्रो रहेछ है सानो क्लिप तर लाउँछस् नि सानो अब चाहिँ मसँग ठुल्ठुलो मात्रै छ उल्टो भएछ मैले ठुल्ठुलो निकालेँ सानो निकालेँ के होला यो पजामा होला नि होइन पजामा यो नाइटी पिङ्क यो पनि पिङ्कमा सबै पिङ्क सेलिङ गरेछ त मैले जान्छ नि पिङ्क लिएको त होइन तर खै त्यस्तै पर्यो राम्रो छ मैले क्वालिटी यस्तो नराम्रो मलाई डर लागिरहेको थियो यार क्वालिटी राम्रै छ पातो किनभने पजामा हो नि त पजामा कहिले काहीँ पातलै भए पनि त यस्तो गर्ने बित्तिकै लक्की भयो त लक्की मेरो पालि मेरो लास्ट होला सायद यो चाहिँ है मेरो लास्ट मेरो चाहिँ कस्तो छ सबै सुज ब्याग सबै लिँदा रहेछ मलाई चाहिँ पहिले ब्ल्याक बोकेँ नि त त्यही भएर मैले यो चाहिँ ब्राउनवाला लिएँ यसको चेन छ होला त्यो ए पातलो ए यस्तो रहेछ ए दुईटा रहेछ अझ लङ गरे नि भयो ए साइड गरे नि भयो सोल्डर गरे नि भयो रहेछ मलाई चाहिँ सोल्डर देखाएको थियो जस्तो लाग्यो तैँले ब्ल्याक युज गरेको नि त त्यही भएर मैले डिफ्रेन्ट कलर लिएको यो कफी कलर यो चाहिँ मेरो लास्टै हो क्या लास्ट
सेट राख्नु साथै सके नि सकिँदैन मैले अस्ति भन्दा यो बिर्सेको कतिवटा भनेर भन्यो नि यो अहिले यसमै प्याक गरेर हुन्छ त यो त जिप लक म पनि सेम कलर निकाल्नु निकाल्नु यो हो यो चाहिँ मलाई कस्तो राम्रो लागेको थियो ड्रेस हो कि तँलाई पोल्का मन यस्तो डट प्रिन्ट मनपर्छ नि मन पर्दैन मलाई ला छैन तर राम्रै देखिन्छ होला मसँग छैन यो हो तँलाई ठिक भएन भने चाहिँ टेन्सन हुन्छ हुन्छ होला मिडियम साइजको लगायो होइन ए यसमा सेट ए चाहिँ बान्ने कमरमा बाने नि हुन्छ अँ तर यो केटीले चाहिँ त्यहाँ मोडलले चाहिँ घाँटीमा बानिन्छ क्या जस्तै टाई जस्तै टाई सेप मिलाएर यस्तै बानेर ओपन हुन्छ नि अलिक फिट चेक गर्नुपर्छ यसरी राखेको थियो क्या तर तल बो बनाए नि भयो यसको नि मलाई क्वालिटी डर लागिरहेको थियो भाइ तर राम्रो छ यो के अरे यो आइरन गर्नु त्यो वाला रहेछ क्या के भन्छ जर्जेट जर्जेट तर आइरन गर्नुपर्छ जस्तो यहाँ काचो कुचो गर्छ त्यही हो यसमा त राम्रो रहेछ है तपाईँ चाहिँ राम्रो लाग्यो लाग्यो तर अहिले 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 फिट चेक गरौँ है त्यो सकेन सकिसकेको एउटा बाँकी छ ए मेरो लास्ट आइटम चाहिँ नपुग्या रहेछ भनेपछि यो चाहिँ मैले बिर्सेँ यार मैले स्टार्टिङ गरेँ हो तैँले एडमिट गर्यो नि त के हो यो तैँले आफ्नो लागि त ल्याइदिनु होइन ए यो पनि वान पिसै रहेछ होइन स्कर्ट होइन के हो यो स्कर्ट ए वा यो पनि ड्रेसै हो आफूले लिएको आफूलाई याद छैन यार यसलाई अनि मैले भने त मैले फेभरेट कतिवटा फेभरेट राखेको थिएँ यो चाहिँ ड्रेस हो यो चाहिँ यहाँबाट टाइट गर्ने कि ए यो चाहिँ तैँले अघि मरुन निकाल्दा मैले नि मरुन निकाल्नु पर्ने रहेछ मलाई यादै भएन यहाँबाट छिराएर टाइट गर्ने कि ए बटन हो बटन रहेछ ए यस्तो ओपनवाला रहेछ ऱ्याप रहेछ क्या ए ऱ्याप गर्ने अनि भित्र छिराएर अनि टाइट गर्ने राम्रो रहेछ तपाईँ रातो That's all. Our CD haul. Yo, gift सक्यो. Merry Christmas. Amazon Merry Christmas. Christmas को दिन भयो Merry Christmas. अब लगाएर हेर्ने हो